र त्यो किताब बेच्नेलाई तपाईँहरूले इन्टरभ्यू सोध्नु हुँदै थियो उ त के भन्दै थियो भने मेरो त युट्युबै चल्दैन क्यारे उसको नाम किताब बेच्ने महावीर वैज्ञानिक हो त उहाँ त। सुन्नु न त्यो एउटा थन्कियाको एउटा कप चाहिँ अमेरिकाले लु न त एउटा भोलि गएर यसो मेरो गुणगान गाउँछ भनेर दिएको कप हो त्यो महावीर पुनलाई। यो भिजिलान्ते ऋषि धवलालाई मैले पत्रकार भन्नु र मैले गु खानु एउटै कुरा हो। होइन तपाईँले नभने पनि आम नागरिकले त ऋषि धवला चाहिँ भ्रष्ट पत्रकार भन्छन्। होइन हामीले पनि भन्छौँ, अन्यले पनि भन्छन्। यसमा कसले भन्छ भने अब सिंहदरबार जलाइदिन्छन् केपी ओलीलाई गाली गरिस् भने म इन्टरभ्यू लिन्छ भन्छ नि त्यस्ताले भन्ने हुन् क्या। अब हतियार सप्लाई त दुर्गे पर्सैले गरेको छ, प्रचण्डले गरेको छ। यहाँनेरि प्रमाण चाहियो नि त त्यसको लागि। तपाईँले हचुवाको तालमा त भन्न मिलेन नि त फेरि। प्रमाणै चाहियो भने तपाईँहरू किन कम्बोडियामा ओलीको पैसा छ भन्दै छापछापी छर्नुहुन्छ? किन यो देशमा भ्रष्टाचारी छन् सबै नेता भन्नुहुन्छ? त्यो त दुर्गा प्रसादजीले मसँग प्रमाण छ भनेर बोल्नु भयो नि त। उहाँले प्रमाण सो गर्नु जानुहुन्न त तपाईँहरू कम्बोडियाको पैसा कहाँ गयो भनेर। राजा वीरेन्द्रको पैसा ज्ञानेन्द्रले स्विस ब्याङ्कमा राखेको छ भन्थ्यो। किन त्यो प्रश्न लिएर तपाईँहरू अम्ल्याउन जानुहुन्न? नेपाली जनताको ब्याङ्कको पैसा तिर्दिन भन्ने भतुवा भिजिलान्ते दुर्गे पर्सै कुरालाई लिएर आज यो देश त आगो लाग्यो नि त। खोइ त ओलीजीको कम्बोडियाको पैसा, शेरबहादुर देउबाको सिङ्गापुरको पैसा खोइ, विश्व ब्याङ्कमा पैसा छ भन्थे, कहाँ गयो त त्यो पैसा? अनि तपाईँ यो दुर्गे पर्सै ऋषि धवलालाई यो प्रश्न सोध्नु परेन? यही ऋषि धवल होइन यसो 50-60 हजार रुपियाँ लिएर दुर्गे पर्सैसँग इन्टरभ्यू लिने दिने? अनि यिनीहरूले हामीलाई अब दर्स्याउनु पर्यो? होइन भने यिनका मुन्डी उडाइन्छौँ हामी। तपाईँ के कुरा गर्दै हुनुहुन्छ? हामी पनि नेपाली नागरिक हो, यिनीहरू पनि नेपाली नागरिक हुन्। तर आजको दिनमा हामी नेपाली नागरिक हौँ, अनागरिक। खुलेआम मिडियाको अगाडि चुनौती दिइराख्नु भएको छ कि? मैले पहिलेदेखि चुनौती दिएको छु।